मकर राशि के पारिवारिक सम्पत्ति वा आफन्तसँग बोल्दा सानो कुराले पनि ठूलो विवाद निम्त्याइरहेको छ। दोस्रो भावमा रहेको चन्द्र राहुले वाणीमा अस्थिरता ल्याए पनि तेस्रो भावमा रहेको शक्तिशाली युतिले तपाईको पराक्रम र दृढ निर्णय क्षमतालाई उचाइमा पुर्याउनेछ। छैटौं भावको बृहस्पतिले कार्यस्थलमा तपाईको प्रभाव विस्तार गर्दै प्रतिस्पर्धीहरूलाई परास्त गर्नेछ। वैशाख 7 पछि सृजनात्मक क्षेत्र वा शेयर बजारबाट राम्रो आर्थिक लाभ प्राप्त हुनेछ। सुन्दाखेरि एकदमै उत्साहजनक छ नि। तर 2083 सालको वैशाख महिना मकर राशिका व्यक्तिहरूको लागि भनौँ न एउटा मनोवैज्ञानिक प्रेसर कुकर जस्तै अवस्था निर्माण गर्दैछ क्या। प्रेसर कुकर मतलब भित्रभित्रै एकदमै गुम्सिएको अवस्था भन्नु खोज्नु भएको हो, ठ्याक्कै। खासमा यहाँ मुख्य टकराव नै दोस्रो र तेस्रो भावको ऊर्जा बीच भइरहेको छ। हेर्नुहोस्, दोस्रो भावले सिधै हाम्रो बोली र पारिवारिक सञ्चितिलाई नियन्त्रण गर्छ। अनि त्यहाँ चन्द्रमा र राहु एकैसाथ छन् हैन त? हजुर, जब भावनाको कारक चन्द्रमा र भ्रमको कारक राहु त्यहाँ एकैसाथ हुन्छन् नि, त्यसले वास्तविकतालाई पुरै बङ्ग्याइदिन्छ के। मानिसले जे बोल्छ त्यसको अर्थ अर्कै लाग्न थाल्छ। भनेपछि विशेष गरी सम्पत्तिको विषयमा त झन् ठूलो विवाद हुने भयो। एकदमै। मान्छेको मनमा बिना कारण असुरक्षाको भावना पैदा हुन्छ। तर मलाई यहाँ अलिकति प्रश्न पार्नुहोस् न। एकातिर बोलीमा यति धेरै अस्थिरता छ अनि अर्कोतिर फेरि तेस्रो भावमा शनि मङ्गल र बुधको दुर्लभ युति पनि छ भनिएको छ। यो तेस्रो भावले चाहिँ कसरी काम गर्छ नि? तेस्रो भाव भनेको हाम्रो व्यक्तिगत पहल, साहस र एक्सन लिने ठाउँ हो। त्यहाँको यो युतिलाई एउटा युद्ध मैदानसँग तुलना गर्न सकिन्छ। हो, मैले पनि एउटा रोचक उपमा कतै पढेको थिएँ। यो युति भनेको त एउटै युद्ध मैदानमा कडा सेनापति मङ्गल, अनुशासित सिपाही शनि र चतुर रणनीतिकार बुधसँगै हुनु जस्तै हो रे। वाह, एकदम सटिक उपमा दिनुभयो हजुरले। यी तीन ग्रह एकै ठाउँमा हुँदा अदम्य साहस त आउँछ, तर चुनौती भनेको त्यो प्रचण्ड ऊर्जालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो। त्यही त, आफन्तसँगको सम्बन्ध नबिगारिकन कसरी सही ठाउँमा प्रयोग गर्ने त? हो नि, राहुको प्रभावले गर्दा त्यो साहस चाहिँ रिसको रूपमा परिवारमाथि पोखिन सक्ने ठूलो जोखिम हुन्छ क्या। ओहो, यो त एकदमै जोखिमपूर्ण अवस्था पो देखियो त। ऊर्जाको सही च्यानलाइजेसन भएन भने आफैलाई हानि गर्न सक्छ। यस्तो जटिल अवस्थामा कुन ग्रहको असर कस्तो परिरहेको छ भनेर सामान्य राशिफल हेरेर खुट्याउन गाह्रो हुन्छ नि, हैन र? सामान्य क्यालेन्डर हेरेर त सम्भवै छैन। हो, यही कारणले गर्दा हामीले आजको यस विश्लेषणको लागि मेरो नेपाल मोबाइल एपलाई आधिकारिक आधार बनाएका छौं, किनकि यो एप भनेको विशुद्ध व्यक्तिगत ज्योतिष हो। एकदम सही कुरा। यो एपले सामान्य भविष्यवाणी मात्र गर्दैन क्या, व्यक्तिको आफ्नै कुण्डली र चलेको दशा अनुसारको सटिक राशिफल दिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त यसबाट दैनिक एउटा निशुल्क प्रश्न पनि सोध्न सकिन्छ नि त, जस्तै विवाह, सम्बन्ध, सन्तान, आर्थिक, रोजगार वा विदेश यात्रा। आफूलाई मन लागेको हरेक विषयमा प्रश्न सोधेर तुरुन्तै उत्तर पाउन सकिन्छ। क्या गजब! आफ्नो व्यक्तिगत कुण्डली अनुसार दैनिक एउटा प्रश्नको उत्तर निशुल्क प्राप्त गर्न सकिने यो सुविधा निकै प्रभावकारी छ। हामीले सबैको सहजताको लागि यो निशुल्क सेवाको कुरा जोडेका हौं। अब अरू कुनै पात्रो या क्यालेन्डर एप नै चाहिँदैन, सबै सुविधा यसमै छ नि। हो नि, एउटै एप भए पुग्छ। ल, अब रोजगार र आर्थिक पाटोतर्फ फर्कौं। छैटौं भावमा बृहस्पति छ भनेको छ। बृहस्पति त ज्ञान र सुझबुझको ग्रह हो। यसले कार्यस्थलका प्रतिस्पर्धीहरूलाई कसरी परास्त गर्छ नि? छैटौं भावले प्रतिस्पर्धा र शत्रुता जनाउँछ होइन? बृहस्पति त्यहाँ हुँदा मकर राशिका व्यक्तिहरूले आफ्ना प्रतिस्पर्धीहरूसँग भौतिक रूपमा लड्नै पर्दैन क्या। भनेपछि बुद्धिले जित्ने हो नि। बृहस्पतिको ज्ञानले उनीहरूलाई यति रणनीतिक र चतुर बनाउँछ कि उनीहरूले आफ्नो कामको प्रभावबाटै अरूलाई सजिलै पछाडि पारिदिन्छन्। क्या बात! अनि वैशाख 7 गतेपछि त झन अचम्मको फाइदा छ हैन? हजुर, वैशाख 7 गतेपछि जब शुक्रले स्थान परिवर्तन गर्छ, त्यसले शेयर बजार, कला र बौद्धिक क्षेत्रबाट अचानक आर्थिक लाभ गराउने बाटो खोल्छ। साथै चौथो भावको सूर्य शुक्रले घर जग्गा वा सवारी साधनमा लगानीको वातावरण पनि बनाउँछ। वाह! शत्रुको पनि नाश हुने र धनको पनि वर्षा हुने। यो अवस्था त साँच्चै अद्भुत छ।
तर यति धेरै मानसिक सक्रियता र ऊर्जाको टकराव हुँदा शरीरमा पनि यसको प्रभाव त पक्कै पर्छ होला नि। ज्योतिषीय दृष्टिले हेर्दा दोस्रो भावले घाँटी र अनुहारलाई जनाउँछ क्या। त्यसैले दाँत वा आँखाको समस्या देखिन सक्छ। भनेपछि खानपानमा पनि ध्यान दिनु पर्यो। एकदम। अर्कोतर्फ तेस्रो भावको उच्च ऊर्जाले स्नायु प्रणाली र काँधमा प्रत्यक्ष असर गर्छ। तनावको कारण काँध दुख्ने वा स्नायु सम्बन्धी समस्या आउन सक्छ। ओहो, शारीरिक र मानसिक सन्तुलन मिलाउन गाह्रो पर्ने भयो। हो, त्यसैले यो समयमा योग र स्ट्रेचिङ अति नै आवश्यक छ है। भनेपछि निष्कर्षमा भन्नुपर्दा यो महिना मकर राशिका व्यक्तिहरूले आफ्नो बोलीमा ब्रेक लगाउनु पर्ने र कार्यक्षेत्रको एक्सनमा एक्सेलरेटर दबाउनु पर्ने समय रहेछ। ठ्याक्कै। बोलीलाई जति नियन्त्रणमा राख्यो तेस्रो भावको पराक्रम त्यति नै फलदायी भएर निस्कन्छ। एकदम सही। अन्त्यमा एउटा गहिरो प्रश्न छोडेर जाउँ। यदि तेस्रो भावको यो प्रचण्ड ऊर्जा र पराक्रमले बाहिरी संसारका प्रतिस्पर्धीलाई सजिलै जित्न यति शक्तिशाली बनाउँछ भने त्यही ऊर्जालाई आफ्नै भित्री डर र अवचेतन मनका कमजोरीहरूलाई जित्न प्रयोग गर्दा जीवनमा कस्तो युगान्तकारी क्रान्ति आउला, यो निकै सोचनीय विषय छ।